नमस्कार गाइज, हजुर स्वागत छ मेरो न्यू डे न्यू ब्लगमा। सन्चै हुनुहुन्छ होला? म पनि सन्चै आरामै ठिकै सबै छु। म चाहिँ आज जान लागेको यता हाम्रो गाउँमा 9 नम्बरमा न्यू स्केट पार्क बन्न लागेको छ। त्यही हेर्नको लागि जान लागेको, कति बन्यो के बन्यो भनेर हेर्न जान लागेको। गाइज म चाहिँ अब रेडी भइसक्यो, अब चाहिँ म यस्तै जाने हो अनि हजुरहरूलाई देखाउँछु स्केट पार्क के कति बन्यो। अनि अब चाहिँ स्केट पार्क चाहिँ अब 1-2 हप्तापछि ओपनिङ हुन्छ अनि म हजुरलाई सबै देखाउँछु कति बन्यो, बन्न लाग्छ, पुरा हुन लाग्छ भनेर। सक्नुहुन्छ मेरो साइकल चाहिँ यहीँ छ, म चाहिँ साइकलमा जान लाग्यो, हेर्न सक्नुहुन्छ आवाज गर्छ। हो गाइस, लुक पनि हेर्न सक्नुहुन्छ, यस्तो दामी देखिन्छ। सक्नुहुन्छ 9 नम्बर चोक यहाँ छ। 9 नम्बर चोकदेखि हामी सिधै जानुपर्ने हुन्छ स्केट पार्क जानुको लागि। गाइस यो चाहिँ उतादेखि आउँछ सिटपुल मणिग्रामदेखि, अनि गाइस यो चाहिँ हेर्न सक्नुहुन्छ कान्छी बजारदेखि आउने बाटो हो। ट्याक्क सिधा जाने अब सिधै जानु, गाइस सिधै जानुपर्ने हुन्छ। पार्कदेखि हामी चाहिँ यहाँदेखि जान मिल्छ, तर म उतैदेखि जान्छु। हेर्न सक्नुहुन्छ स्केट पार्क अब फिनिसिङ हुँदै गइरहेको छ। अब 1-2 हप्तामा बन्छ टोटल्ली, गाइस सबै बन्छ। गाइस हेर्न सक्नुहुन्छ ट्याक्क यहाँदेखि आउने, ट्याक्क यहाँदेखि गाइस हामी जान सकिन्छ। यहाँदेखि भित्र जाने फुल लोकेसन चाहिँ यो स्केट पार्क। यहाँ चाहिँ काम हुँदैछ, हेर्न सक्नुहुन्छ। अझै म हजुरहरूलाई फुल त्यसको डिटेल दिन्छु यो के बन्दैछ भनेर। अझै स्केट पार्कमा आइसक्यो, हेर्न सक्नुहुन्छ भन्दैछ। अब चाहिँ म भित्र जान्छु, हेर्न सक्नुहुन्छ। फुल अब यो चाहिँ टाइलहरू हाल्ने चाहिँ फुल हुन लाग्छ, हेर्न सक्नुहुन्छ। अब यति बसेछ, गाइस हेर्न सक्नुहुन्छ। यो चाहिँ किचन, टक्क यहाँ नास्ता खाने ठाउँ बन्दैछ गाइस, हेर्न सक्नुहुन्छ। यस्तो छ किचन, अनि यहाँ चाहिँ काउन्टर बन्छ गाइस, यो ठ्याक्क पिलरमा। अनि गाइस दामी ठुलो रहेछ, यहाँ ठुलो बन्दैछ, हेर्न सक्नुहुन्छ। चाहिँ यहाँ चाहिँ चाहिँ म सिडी चढ्छु। अब हजुरलाई यहाँ माथिको देखाउँछु। कोही नआइज क्या गाइस, म माथिको देखाउँछु हजुरहरूलाई। गाइस यो चाहिँ के हो भने चाहिँ गाइस यहाँ चाहिँ बर्थडे सर्थडे मनाउने के गाई हुन्छ भन्ने गर्थ्यो। अनि यो चाहिँ यो सबै हेर्न सक्नुहुन्छ। यो चाहिँ डान्स क्लास हो, यहाँ चाहिँ हामी डान्स सिकाउने नि, यहाँ डान्स नै सिकाउँछन्, सक्नुहुन्छ। एकदम राम्रो छ, हेर्न सक्नुहुन्छ। माथि पिनहरू त्यो भन्दैछ, ठाउँ चाहिँ एकदमै राम्रो छ, हेर्न सक्नुहुन्छ। हामी यहाँदेखि डान्स सिक्दै भ्यू पनि हेर्न सक्छौँ। यस्तो गरेर 3टा झ्याल छ। अनि गाइस हामीले अब यता जाउँ। गाइस यो चाहिँ हो, यहाँ चाहिँ हामीले यहाँ चाहिँ कुर्सी राख्ने भन्ने कुरा गरिरहेछौँ। अनि ठ्याक्क यहाँ चाहिँ बर्थडे सेलिब्रेसन बनाउने भन्नुहुन्छ यहाँको अङ्कलले। के हुन्छ ठ्याक्क यहाँ बर्थडे ह्याप्पी बर्थडे लेखेर अनि ठ्याक्क यहाँ कुर्सीहरू राख्नुहुन्छ। अनि यहाँदेखि नास्ता खाएर नि हेर्न सक्छौँ। ठ्याक्क यहाँ कुर्सी राख्नुहुन्छ, ठ्याक्क नास्ता खाने, ठ्याक्क स्ट्रेट खेलेको हेर्नु मिल्छ। भन्दैछ अब चाहिँ स्केट पार्क 1-2 हप्तामा बन्छ, हेर्न सक्नुहुन्छ। ठ्याक्कै यो चाहिँ प्लास्टर गर्नुहुन्छ, अनि चाहिँ भर्खर प्लास्टर गरेछन्। अब चाहिँ यस्तो दामी बन्दैछ गाइस। अब चाहिँ यो भव्य ओपनिङमा चाहिँ भव्य हुन्छ गाइस। ओपनिङ चाहिँ यही असारको कति पहिलो कि दोस्रो हप्तातिर हुन्छ, हेर्न सक्नुहुन्छ। सबै यहाँको मैले हजुरलाई सबै देखाएँ। अब के देखाउने बाँकी छ, अब अहिले तल गएर देखाउँछु हजुरहरूलाई। ठ्याक्कै यहाँ पछि चाहिँ यो भित्तामा पेन्टहरू हाल्नुहुन्छ अरे पछि। अनि यहाँ चाहिँ पङ्खाहरू जोडिन बाँकी छ। अनि चाहिँ यस्तो भइसकेको छ, टाइल मार्बलहरू सबै हाल्नु भइसकेको छ, हेर्न सक्नुहुन्छ। अब भ्याउन लाग्छ यो मार्बल हाल्ने काम। म चाहिँ जान्छु अब, ए भाइ हिँड
गाइस म चाहिँ हजुरलाई पुरै टुर दिइसकेँ। अब ओपनिङमा चाहिँ कति हुन्छ टिकटको प्राइस म भन्छु हजुरलाई। टक्क हेर्न सक्नुहुन्छ। गाइस हेर्न सक्नुहुन्छ टाइलहरू मार्बल। फुल हेर्न सक्नुहुन्छ मार्बलहरू हामी काम भ्याइसक्यो। अब यति एकछिन मात्र छ अब पुरै सकिन्छ यहाँ काम गर्दा चाहिँ। सक्नुहुन्छ मेरो पछाडिको स्केट पार्क यस्तो दामी बन्दैछ। व्हाइट पेन्ट लगाइसक्यो। अब पछि पेन्ट लगाउँछन् गरे सक्नुहुन्छ। यो चाहिँ गेट हो। ठ्याक्कै हामी यहाँदेखि हामी टक्क लगाएर ठ्याक्कै यहाँदेखि छिर्ने ठाउँ हो। अनि उता भित्र चाहिँ गीत छ। ठ्याक्क बाटो चाहिँ यता के भनौँ ठ्याक्क यतादेखि आउनु पाइन्छ हामी। स्केट पार्क हेर्न सक्नुहुन्छ। अब काम चाहिँ पुरा भ्याउन लाग्यो। ओपनिङको दिनमा चाहिँ 100 रुपिस हुन्छ अरे पर 1 आवर। हेर्न सक्नुहुन्छ दामी कस्तो एरिया दामी छ गाइस। अब चाहिँ म चाहिँ अब जान्छु। ओपनिङको दिनमा चाहिँ 100 रुपिस हुन्छ अरे। अब ओपनिङमा सबैजना आउनुपर्छ गाइस। यति नै मेरो आजको ब्लग। बाई बाई गाइस।